कल्पना गर, यदि कसैले तिमीलाई भन्यो तिमीले चाह्यो भने संसारको सबभन्दा प्रसिद्ध टावर किन्न सक्छौ, तिम्रो सायद हाँस्छौ र भन्छौ यो त मजाक हो। तर इतिहासमा एकजना मानिसले साँच्चै एउटा यस्तो निर्णय गरे जसले उनलाई आज पनि इतिहासकै सबभन्दा मूर्ख मानिसहरूमध्ये एक बनाएको छ, किनकि उनले साँच्चै आइफिल टावर किनेको थिए। यो घटना सुरु हुन्छ सन् 1925मा फ्रान्सको राजधानी पेरिस। त्यो समयमा आइफिल टावर संसारको सबभन्दा प्रसिद्ध संरचनामध्ये एक थियो। तर धेरै मानिसलाई थाहा नभएको कुरा के थियो भने त्यो समयमा आइफिल टावर मर्मत गर्न धेरै पैसा खर्च भइरहेको थियो। अखबारहरूमा बारम्बार यस्तो समाचार आइरहेको थियो, आइफिल टावरको मर्मत खर्च धेरै भयो। त्यही समाचार पढेर एक खतरनाक मानिसको दिमागमा एउटा योजना आयो। त्यो मानिस थिए भिक्टर लुस्टिङ। भिक्टर लुस्टिङ साधारण मानिस थिएनन्, ऊ अत्यन्त चलाक ठग थिए। त्यसैले धेरै देशमा धनी मानिसहरूलाई ठगिसकेका थिए। उनले सोचे यदि मानिसलाई विश्वास दिलाउन सकियो भने आइफिल टावर नै बेच्न सकिन्छ। उनले धनी फलाम व्यापारीहरूलाई एक लग्जरियस होटलमा बोलाए। बैठक एकदम गोप्य थियो। त्यहाँ पुगेर उनले आफूलाई सरकारी अधिकृत रूपमा प्रस्तुत गरे र उनले भने सरकारले एउटा गोप्य निर्णय गरेको छ, आइफिल टावर अब पुरानो भइसकेको छ। त्यो सुनेपछि त्यहाँका व्यापारी उत्साहित भए, किनकि आइफिल टावर फलामको मूल्य करोडौँ हुन सक्थ्यो। व्यापारीहरूमध्ये एकजना मानिस सबभन्दा धेरै उत्साहित भयो। उसले सोच्यो यदि मैले यो अवसर पाएँ भने जीवनभरका लागि धनी बन्न सक्छु। त्यसैले उसले भिक्टर लुस्टिङलाई ठुलो रकम पैसा दियो। उसले सोचेको थियो अब आइफिल टावरको फलाम मेरो हुनेछ। तर केही दिनपछि उसले एउटा डरलाग्दो सत्य थाहा पायो। सरकारले कहिल्यै आइफिल टावर बेच्ने निर्णय गरेको थिएन। त्यो सबै एक विशाल ठगी थियो। भिक्टर लुस्टिङ पैसा लिएर फ्रान्सबाट भागिसकेका थिए। सबभन्दा अचम्मको कुरा के थियो भने त्यो व्यापारी यति धेरै लज्जित भएको थियो कि उसले पुलिसलाई पनि खबर गरेन, किनकि ऊ डराएको थियो यदि यो कुरा बाहिर आयो भने सबैले उसलाई संसारकै मूर्ख मानिस भन्नेछन्। यो घटना आज पनि इतिहासमा सबभन्दा प्रसिद्ध ठगीमध्ये एक मानिन्छ र त्यसले एउटा गहिरो सत्य सिकाउँछ। मानिस मूर्ख भएर जन्मिँदैनन्, तर लोभले मानिसलाई मूर्ख बनाउँछ। जब पैसा छिटो कमाउने चाहना दिमागभन्दा ठुलो हुन्छ, त्यसपछि सबैभन्दा बुद्धिमान मानिस पनि सबभन्दा ठुलो मूर्ख बन्न सक्छ। त्यसैले याद राख, यदि कुनै अवसर अत्यन्त राम्रो जस्तो लाग्छ भने सायद त्यो जाल पनि हुन सक्छ, किनकि इतिहासले देखाइसकेको छ एकपटक एक मानिसले लोभका कारण पुरै आइफिल टावर नै किनेको थियो। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? कृपया राय सुझाव दिन नभुल्नुहोला। साथै च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक, कमेन्ट, सेयर पनि गर्नु, किनकि मेरो च्यानलमा यस्तै रमाइलो भिडियोहरू आइरहेको हुन्छ। आजलाई यति, हस्त, धन्यवाद।